ल है हजुरहरू, मित्रहरू, साथीहरू, भाइहरू सबैजनालाई म यो दृश्य चाहिँ आज यो खोटाङ जिल्ला दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको यो नेर्पा भुलबुलेको ठाउँमा आइपुगेको छौँ हामी। माछा हेर्नुहोस्, यहाँ एउटा सत्यता छ। यो माछालाई कसैले पनि खायो भने तुरुन्तै ज्यान जाने एउटा किम्वदन्ती सुनेको छ, जहाँसम्म सत्य छ। त्यसैले यो माछा यहीँ हुर्किन्छ, यहीँ कोही मर्छ होला, कोही के होला, यस्तो खालको माछा छ। हेर्नुहोस् कति राम्रो दृश्य, हेर्नुहोस् त कुनासम्म यसको दृश्य। गर्नुहोस्, हाम्रो यो तीर्थधाम हो। बलमा गयो हाम्रो शान्तिजी हुनुहुन्छ। मनमा शान्त लिएर दर्शन गर्नुहोला। दैव संयोग यो हाम्रो यात्राको क्रममा हामी यो दर्शन गर्नको लागि हामी यहाँ आइपुग्यौँ होइन? कस्तो लाग्यो? राम्रो लाग्यो अरे हाम्रो शान्तिलाई। यस्तो छ, यता पनि माछा कति राम्रो खेलेको माछाहरू है। सुन्दर पोखरी छ। हाम्रो किरातेश्वरको प्रतिमा छ, मूर्ति यस्तो छ। पुरानो मूर्ति कसले बनाएको होला? यस्तो छ, ढुङ्गाको कापमा पानी पलाएको छ। यो सत्यता नै होला, एउटा सत्यता छ यसमा। यति राम्रो पोखरी छ, हेलम्बरको मूर्ति छ है। यस्तो छ वरिपरि। माथि सायद यो गिद्धे भिर भन्ने होला, सुनेको यही होला। यस्तो छ। यसको नक्साङ्कन सीमाङ्कन यस्तो छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका। हेर्नुहोस् है, एक नम्बर वार्ड दिक्तेल यहाँ छ। यसरी यहाँ छ 2 सोलमा 3 बामराङ 4 खाल्ले 5 कता गयो? 5 लफ्याङ 6 नेर्पा 7 दुर्पा चिउरी डाँडा 8 दुर्पा चिउरी डाँडा 9 निलमरी डाँडा 10 पाथेका हाम्रो वार्ड हो यो। 10 11 खार्मी 12 जाल्पा 13 नुन्थला 14 बुइपा 15 बिजे खर्का रहेछ। 1 देखि 15 वार्ड छ। सङ्केत नगरपालिका केन्द्र, गाउँपालिका, नगरपालिका सिमाना, वडा सिमाना यस्तो छ है हजुरहरू।
हामी करिब करिब दर्शन गरिसक्दैछौँ र हामी अब भोजपुरको बाटो हुँदै कता हो बाटो हामी चाहिँ होइन धनकुटा हुँदै भेरेटार हुँदै धरान हुँदै हामी इन्टरीतिर आउनेछौँ। झाँक्रे बासकोभाभित्र चमेराहरू यस्तो छ। यहाँको आकर्षक बुलबुले रुवा रौँ झरना सम्झनामा भुलभुले तुतकण्ड देवधाम सम्झनामा कुण्ड देवधाम यो अहिले पहिलाको होला। झाँक्रे बासकोभा पनि रहेको छ। यहाँ चाहिँ हामी जान सक्दैनौँ है, हामीसँग समय छैन। त्यसैले हामी हाम्रो डेस्टिनेसनमा गन्तव्यतिर हामी लाग्नुपर्ने हुन्छ। माथि पाहाड यस्तो छ। माथि निकै उचाइमा अहिले बेसीमा छ। अब पानी यस्तो नै हामी झर्दैछौँ यता तलतिर है। भोले तुतकण्ड देवधाम यहाँलाई हार्दिक स्वागत गर्दछ। हेर्नुहोस् ल हामी बाटो लाग्नेछौँ है हजुरहरू, भेट्दै गरौँ ल।